हेलो आज नि हामी होइन एउटा सानो भ्लगको लागि आएको छ होइन। आज चाहिँ मसँग चाहिँ प्रशान्त भाइ ओ हेलो गाइस होइन मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला होइन। यो चाहिँ अहिले बाँसखारी हो हाम्रो गाउँको होइन। ब्याम्बो ट्री दामी छ जग्गा झन्डै लड्यो पनि हो। हाम्रो बक्रा भाइ अगाडि सब बसिन्थे होइन। फेरि अर्को कुरा के भने हामी दुईजनाकै नाम एउटै परेको छैन। घरमा त्यहाँनिर फाल्टो छ प्रधान र छेत्री हो। हुन चाहिँ दुवैजनाको नाम चाहिँ प्रशान्त हो हाम्रो होइन। हेर्नुहोस् दामी छ यो जग्गा चाहिँ पुरै ब्याम्बोले भरेको जग्गा छ। अर्को पुड्के ब्याम्बो हो ल म तपाईँलाई पछाडिको सिन देखाउँछु ल। अनि हामी चाहिँ आज मैले तपाईँहरूलाई भनेको थिएँ फर्स्ट भ्लगमा होइन हामी चाहिँ त्यो जग्गामा जान्छु भनेर होइन। त्यो जग्गामा चाहिँ अब हामी जाँदैछौँ होइन। म कहाँ पो थियो ए त्यो जग्गा जान्छु भनेको थिएन मैले फर्स्ट भ्लगमै। त्यही भएर आज हामी त्यही जग्गा गएको होइन। अब त्यो जग्गा पुगेपछि इन्जोय गरौँ ल होइन। पखामा हाम फाल्यौँ ल। रिस्क उठाउनु पर्छ अलिअलि होइन। ल म पछाडिको सिन देखाउँछु ल। दामी छ सिन दामी हेर्नु सक्नुहुन्छ यो पछाडिको सिन हो होइन। यो चाहिँ हाम्रो घरको डाँडा हो। ओहो बाख्रा दामी छ त पाउँछ यो डाँडा त। अनि त्यो साडी देख्दिनु छ त्यो डाँडा। सो हेलो गाइस सब लोग इधर घूमने के लिए आ जाना। नेपाली हो पुरै होइन। फर्स्टमा मैले हिन्दीबाट बनाएको थिएँ कि फेरि यसो नेपालको केटाहरू साथीहरू छ कि हिन्दीबाट बना न मधेस यस्तो कस्तो उयोबाट बनाएको कि त्यही भएर चाहिँ होइन मैले चाहिँ नेपालीमा आइदिएको छु। यो सिन चाहिँ एकदम बबालो छ क्या। बाँसको घारी चाहिँ अहिलेसम्म सकेको छैन है। दामी छ दामी गए केटीहरू आयो भने झन् फोटो खिचेर धुट्टो। कोही घुम्नु मन छ भने होइन यस्तो साइड जग्गा छ हो। यहाँ मुनि खोला नि छ त्यसलाई चाहिँ के दिग्लिङ खोला भन्छ होइन। ल म त्यो सिनमा पुगेपछि तपाईँहरूलाई देखाइदिन्छु होइन। अहिले त्यो सिनमा देखाउँछु पर्खिँदै गर्नु होला हेर्नुहोस्। अब हामी त्यो जग्गामा आइपुगेछ होइन। त्यसको लागि चाहिँ हामी यहाँ माथिबाट यो जग्गालाई घुम्नुपर्ने हुन्छ ओह्रालो। कसले निङ्ग्रो खाएको कमेन्ट गरिदिनु है। निङ्ग्रो मनपर्छ भने चाहिँ कमेन्ट हानिदिनु है। सबलाई हानिदिन्छु म होइन। देख्नु कस्तो साह्रै जग्गा है। यो यसलाई चाहिँ कुदे खोल्सा भन्छ होइन। यो चाहिँ हाम्रो गाउँको सबैभन्दा अग्लो खोल्सा हो। अब हामी यहाँबाट यो ओह्रालो जान्छ होइन। यो ओह्रालो छ नि जुन चाहिँ हो यो मैले झारेको यो अस्ति यो रुख अस्ति चाहिँ मैले झारेको नि त। ओह्रालो हिँड्न उकालो जाउँ न। बुढा त बाख्रे पायो स्याडिस। आज यो बसन्तीले निङ्ग्रो खाने अरे कि मलाई नि मन त। सब्जी टिप्ने हो खाने हो मिठो हुन्छ। यो कसैले खाएको छ यो निङ्ग्रो यसलाई चाहिँ भनिन्छ निङ्ग्रो। हेर्नुहोस् ल यहाँ हामी भागोमा आउँदा हुन्छ फ्रीमा पाइन्छ। यसको नाम हो सिस्नु। यो सिस्नु कसले खान्छ हेर्नु त। कोही यसलाई छुनु सक्ने चाहिँ खतरा हो क्या। तर म चाहिँ खाइदिन सक्छु तर अहिले होइन। सिस्नुमा बस्ने छिन मजा आउँछ। पर्खिनु क्यामेरा एक सागको लागि चाहिँ पुरै होइन 1 किलोमिटर जति चाहिँ कुद्नुपर्छ हो। अनि मात्रै हो यस्तोहरू नटिप्दो रहेछ मुलाले। दिस इज कल निङ्ग्रो। इङ्ग्लिसमा भन्नुपर्दा चाहिँ इज नेङ्ग्रो के अरे निङ्ग्रो।
दामी हुन्छ यो नि त्यसको त्यो पत्ता पत्ता छुट्याएर फ्याल्यो कि ओइ जाउ यो छ चिलाउनेको उयो काटेको छ अहिले मर्छ चिलाएर पानीको साह्रै दुःख छ खाँदा खाँदा हत्तु भइदिन्छ सिन त दामी दामी छ नि यहाँ त छैन यस्तो साह्रो कि अब यहाँबाट म ओह्रालो बसिदिएँ हामी अब सिनको उसको हो पनि कमेन्ट गर यो हाम्रै गाउँको धेरै यसले यस्तो गर्दैछ होइन जुन चाहिँ जहाँ चाहिँ पानी जान्छ त्यहाँ चाहिँ हुँदैन रहेछ हाम्रो हातमा यो हात बेसी सिधा भएर के सो हेलो गाइस अब चाहिँ अम्बो तोड्नेवाला था तोडिस् तैँले ल सिन यही हो हाम्रो यो अस्ति फर्स्ट भ्लगको सिन होइन अलिक मुन्चे आएपछि नि हाम्रो पटन्टे अर्को पटन्टे क्यामेरा पठारी ल स्याटी स्याटी जग्गा छ यहाँनिर है आम्बो यसलाई चाहिँ के भन्छ नि कुते खोल्चा भन्छ क्या कुते खोल्चा लु यहाँ चाहिँ डर लाग्दो सिन रहेछ है अम्बो आएर डेटिङहरू बस्नु चाहिँ राम्रो हुन्छ डिस्टर्ब गर्नु कोही आउँदैन नि आम यो डेटिङ स्पोट हानिदिनु रहेछ छ अब बाख्रा र मैले गर्लफ्रेन्ड ल्याएर गर्लफ्रेन्ड बनिने त होइन के को ल्याउने कुरा स्याटिस रहेछ ओह्रालो गयो भने चाहिँ ज्यानको बाजी हुन सक्छ हैन स्याटिस हो हिँड्न उ यहाँतिर जान्छ तल्लोपट्टि ढुङ्गासम्म
लामफाल फुत्रुके ओए मर्छ त यहाँडै छ यी ए सक्छ आरामले मुख छाडे छाडे गर्दै केटाहरू यो केटाहरू मुख छाड्ने केटाहरू चाहिँ खतम छ हौ तर हाम्रो गाउँमा क्या म त छाड्दिनँ कहिले होइन यो मुख छाडे चाहिँ उयो हानिदिनु पर्छ टिट मेरो खुट्टोमा हिलो लागेको छ होइन अनि चाहिँ यस्तो बाटोमा चाहिँ म अहिलेसम्म हिँडेको पनि थिइनँ कस्तो दामी जग्गा छ अब यहाँबाट ओह्रालो गयो भने चाहिँ मर्नु मात्रै त्यही सिन देखाउनु लागि त आएको हामी होइन म एउटा हातमा क्यामेरा बोकेर हिँड्दा केही भएको छैन यसलाई त डिस्टर्ब भयो यो हाम्रो सबैभन्दा दामी सिन यो गाउँको खतरनाक बुई नि माथि भिड छैन हामी अहिले माथि जान्छ होइन यतापट्टि स्याट्टी सिन छ यो जराहरूको सिन होइन बाख्राको सिन पनि स्याट्टी लाग्यो पटन्डे खतरा छ त सिन त ओए यहाँ चाहिँ उयो चढ्नु पर्ने है डोरी बाँधेर यो टेन्डिङ शेर्पा झरेको डाँडा यही यहाँदेखि ओह्रालो त जान सकिन्छ हो बाख्रे सक्नु त सकिन्छ तर हामी जाँदैन अब हामी पछाडि फर्किनेवाला छौँ यहाँबाट देखाउनु दामी छ यहाँबाट हेर्नु कि मर्छ मैले झन्डै मुख छाडेँ है बुई थेट यो अम्बो यहाँ आयो त पटन्डे ओइ यो सिन हेर त जिन्दगी यहाँ देखेथिस् कहिले यहाँ चाहिँ सुनसुले खेल्ने जग्गा बाँदरको यो डेडा हो कि हामीले अब आज कब्जा गरिदिएको एक दिनको लागि होइन एक दिनको लागि हामीले बाँकी माया थियो अब दिइहाल्यो होइन के गर्नु यो सिन हेर्नु कस्तो स्याडी हेर आम धुको जस्तो छ त पहन्दे यो त अनि बाँदर नआउँछ कि क्याउ यहाँनिर त है हाम्रो लागि भनेर आथा टाढा रहेछ उयो मुनि स्याटी छ नि बाख्रे फोटो खिच्ने चढ्दै नजाउँ कस्तो स्याटिस लु यो सिकार डाँडा अब हामी माथि जान्छ होइन यो मुनि त स्याटिस भइगयो बाख्रे डाँडाको एउटा उयो यो यहाँनिर ल एक दुईवटा फोटो नि हालिदिउँ है अहिले उयो सुन न एउटा डायलग हान्दैन यसको लागि डाँडाको लागि लु सिन इन्जोय गर्नु होला ल संसारमा त फम्मै लु आज कुदे खोलाको रिभिल पनि हानिदिएँ मैले है स्याटिस रहेछ नि त यस्तो स्याटी डाँडा त संसारमा कहाँ दिएँ हेर्नु सक्नुहुन्छ यहाँ मुनिबाट अब होइन यो डाँडा खतरा छ यो ओह्रालो गयो भने त जिन्दगी सकिन्छ भाइ नजाउँ होला गाह्रो छ यो जिन्दगी बल्ल 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 पाएको जिन्दगी अब यता होइन क्यामेराम्यान स्टार्ट हुन्छ होइन फोटो हानिदिन्छ एक दुईवटा इन्स्टाग्राममा हाल्छु हेर्नु ल बाई बाई अहिले एकछिनबाट आउँछु फेरि सिकार डाँडाको अब हामी चाहिँ आइपुगिसकेको छ त्यहाँबाट त्यो फट डेन्जर जग्गा रहेछ कि साह्रो पऱ्यो कस्तो लाग्यो त त्यो जग्गा फर्स्ट टाइम जाँदा कस्तो फिल भइरहेको ह्याप्पी थियो मजाको होइन यहाँ पनि छ दामी छ अब हामीलाई त यस्तै मनपर्छ होइन अब गएर पार्क सार्क देखाउँ भने त छैन अब अलिक सपोर्ट भयो भने चाहिँ औकात बढिन्छ कि कतै भनेर यो चाहिँ हामीले पहिला कमाएको खेत होइन घाँसी यो अर्को डाँडा हो होइन यो अर्को भ्यू हेर्नु सक्नु इन्जोय गर्नु न
यो चाहिँ यो अलिक अहिलेको भन्दा अलिक दामी सिन जस्तो लाग्यो मलाई यो चाहिँ अलिक गएपछि है त्यो अहिलेको खोल्सामा त गाह्रो परेको थियो हट न त चढ्न सक्ने न त झर्न सक्ने बुई फेरि हेर्नु यता पनि भिर यता पनि भिर वान मिस्टेक जिन्दगी स्वात्तै बुई सिन काटै स्लो ओहो क्यामेरा झन् हेर त चिउरी फल्छ नि यसपालि यो चिउरीको रुख कसले दिएछ कसले चिन्छ चिउरीको रुख चिन्नेहरूले कमेन्ट गर्नु हो चिउरीको रुख मैले टिपेर घरमा पकाउन हालिरहेको छु छैन रहेछ त्यो भेट्नै सकिँदैन बुई भिर्दैन त यहाँ चिउरी फली पनि रहेको छ होइन आज जिन्दगीमा नघुमेको जग्गा घुम्नुपर्छ अब यो गाउँकै मान्छे भएर यो आएको थिएन रहेछ मलाई के त यो खोज्ला खोल्दै त पसेको थिएन त हेर्न अघि हामी गएको जग्गा हेर्ने अब देखाउँछ ल कस्तो स्याक्री छ भने नि ओहो तर यहाँबाट त चिप्यो भने त स्वात्तै यहाँ मुनि खोल्टा छ यहाँ ठुलो अघि मैले मुनिबाट उकालो देखाएको थिएँ उकालोबाट मुनि देखाउँछु छेउमा गएर देखाउनु पऱ्यो है भन्नु यहाँबाट ढलाइ गरेर चाहिँ देख्दो रहेछ बाख्राले ओम्बो यस्तो साह्रो सिन यस्तो दामी सिन त मैले लाइफमा देखेको थिइनँ होला अब अलिक तल गएर त्यो खोलाको देखाउँछु कि खोला झन् ठ्याक्कै देख्दै आजको जर्नी चाहिँ यहीँसम्म थियो होइन आजको भ्लग चाहिँ यहीँ खत्तम हुन्छ आजको होइन अब जति सक्दो हामी देखाइदियो त्यो जग्गा भएको होइन तँलाई के भन्छ त्यसको बारे जग्गाको बारे सक्यो भ्यू दामी थियो जग्गाको होइन अब हामीले हेर्दा चाहिँ दामी लाग्यो क्यामेरामा कस्तो आएको छ होइन नेक्स्ट टाइम टिक्लिङ खोलाको भ्यू हेर्दैछ भने चाहिँ फुल सपोर्ट हानिदिनु होला होइन लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई